के तपाईलाई थाहा छ हामीले घरको डिजाइन गर्दा कुन मेथड प्रयोग गर्छौं र किन गर्छौं? हामीले घरको डिजाइन गर्दा लिमिट स्टेट मेथड प्रयोग गरिन्छ किनभने सन् 1960 भन्दा अगाडि हामीले वर्किङ स्ट्रेस मेथड प्रयोग गरिन्थ्यो जसमा स्ट्रक्चरल मटेरियलले इलास्टिक बिहेभियर देखाउँछ भन्ने एजम्पसन थियो। त्यही इलास्टिक लिमिट लुज नगरोस् भनेर फ्याक्टर अफ सेफ्टी दिइन्थ्यो जसले गर्दा स्ट्रक्चरको साइज ठुलो आउँथ्यो, सेफ्टी पनि हुन्थ्यो तर अनइकोनोमिक हुन्थ्यो। र सन् 1960 पछि अल्टिमेट लोड डिजाइन आयो जसमा स्ट्रक्चरहरूले नन लिनियर बिहेभियर देखाउँछ भन्ने एजम्पसन थियो जसमा चाहिँ म्याक्सिमम लोड यानी कि स्ट्रक्चर पुरै फेल हुनुभन्दा अगाडिको लोड कन्सिडर गरिन्थ्यो जसले गर्दा स्ट्रक्चरहरूको सेफ्टीलाई मात्र कन्सिडर गरिन्थ्यो। त्यही कारणले स्ट्रक्चरहरू कि चाहिँ लामो कि चाहिँ साह्रै नै हेभी डिजाइन हुन्थ्यो। तर यो मेथडले स्ट्रक्चरहरूको डिफ्लेक्सन, क्र्याक, भाइब्रेसन र स्ट्रक्चरको ड्युरेबिलिटीलाई चाहिँ कन्सिडर गर्थेन। पछि लिमिट स्टेट डिजाइन आयो जस अन्तर्गत लिमिट स्टेट्स अफ कोल्याप्स र लिमिट स्टेट्स अफ सर्भिसेबिलिटी पर्छ। लिमिट स्टेट्स अफ कोल्याप्सले चाहिँ स्ट्रक्चरको सेफ्टीमा काम गर्छ जहाँ स्ट्रक्चरलाई बेन्डिङ, सियर, कम्प्रेसन र टोर्जन फेलियरबाट जोगाउन डिजाइन गरिन्छ र लिमिट स्टेट्स अफ सर्भिसेबिलिटीमा स्ट्रक्चरको फङ्सनालिटी र कम्फोर्टेबिलिटीमा ध्यान दिन्छ जसमा डिफ्लेक्सन, भाइब्रेसन, क्र्याक्सहरू कन्सिडर हुन्छ। यो मेथडले स्ट्रक्चरलाई फेलियरबाट पनि जोगाउँछ र स्ट्रक्चरलाई युजेबल, ड्युरेबल र कम्फोर्टेबल पनि बनाउँछ। यिनै कारणहरूले गर्दा लिमिट स्टेट मेथड प्रयोग गरिन्छ। अनि भिडियो मन परे लाइक एन्ड सेयर गरिदिनु होला।